जाम के जाम ल हेर्नुहोस् है चुत्रा के यो चुत्रा भनेको कुनै मलाई पनि थाहा छैन। यहाँ मेरो भदै केटाले टिप्दैछ। ऐसलु त होइन यो चाहिँ नि हाम्रो मेरो आमाको माइत। हेर्नुहोस् है गाइस यो घर देखेर म 3 छक पर्छु। यहाँ हाम्रो जाने ठाउँै छैन त कस्तो अप्ठ्यारो। यता अगाडि छैन ठाउँ पुरै झ्याङै झ्याङ भइसक्यो रहेछ। ओहो यस्तो भइसकेको छ यो घर त जाने कहाँ जाने नजाने अलि उता होइन र। हेर्नुहोस् त गाइस यो चाहिँ नि हाम्रो आमाको माइत। यहाँ चाहिँ नि जन्मघर टोटल परिवार चाहिँ नि 12-13 जना बस्थ्यो हाम्रो बाजे बजैको पालादेखि। हाम्रो बाजे बजैले 11 जना छोराछोरीलाई कसरी म्यानेज गरेर यो घरमा राख्यो होला। म त 3 छक पर्छु अहिले यो घर हेरेर। मान्नै पर्छ बाजे बजेलाई कसरी यहाँ 11 जना छोराछोरी प्लस आफू 2 जना गरेर 13 जनाको परिवारलाई 13 जनाको परिवार कसरी बस्यो होला पहिला जमानामा यो घरमा। म त छक्क पर्छु। अहिले चाहिँ नि यहाँ यो घरको दशा चाहिँ नि यस्तो छ। जानेर उता यहाँ त उक्लेर किन त अहिले पुरा झ्याङै झ्याङ भएछ। यस्तो छ हेर्नुहोस् यो घरको दशा। हेर्ने कोही छैन यस्तो छ। ल हेर्नुहोस् त कसरी राख्यो होला हाम्रो बाजे बजैले यो घरमा। ए भगवान् ल हेर्नुहोस् त यस्तरी पहिला सानो सानोमा म आउँदाखेरि यो घर कस्तो राम्रो थियो। अहिले यो घरको हालत यस्तो भएछ। यी अगाडि पछाडि झ्याङै झ्याङ। तेह्र जनाको परिवार कसरी बस्यो होला यो घरमा। यसलाई भन्छ गाउँ खोला। यही हो हाम्रो आमाहरू जन्मेको गाउँ। पहिला यहाँ घरहरू पनि बाक्लो थियो जनसङ्ख्या पनि धेरै थियो। अहिले सबै बजारतिर कोही गयो कोही फाँटतिर गयो। त्यही भएर यहाँ अहिलेको अवस्थामा चाहिँ नि घरहरू धेरै चाहिँ छैन। 9-10 घर होला त्योभन्दा बढी छैन। सबैजना मिलेर बस्नु भएको छ है। यस्तो छ।
गमखोला यो मेरो भदै केटा आया बिस्तारै हुन्छ। लड्ला भन्ने पनि डर आया ये यस्तो छ ठाउँ म पनि सानोमा आयो यो गाउँमा पहिला सिस्नो देखाउन नयाँ चिज हुन्छ नि त बजारतिर। ए सिस्नो सिस्नो। त्यसै यताउता सानोमा चाहिँ नि तरकारी थाहा नभएर कतिचोटि सिस्नोले पक्रियो आथा र उठी भन्दै बस्यो हेर्नुहोस् है गाउँ खोला आयो आरू बक्राको बुट्टा देखाउने हो। है म त्यहाँ आएँ यसमा चाहिँ बढी फलेछ भनेको। ए यहाँ दाउराहरू यसरी मिलाएर राख्नुहुन्छ हेर्नुहोस् त्यहाँको त्यो ड्यामा यो चाहिँ नि हाम्रो जमानाको भाउजूको घर मेरो भाउजू यहीँ बस्नुहुन्थ्यो अहिले यो घरमा कोही छैन के गर्नु भएको छ? कोही छैन यो घर ए म हो क्या सर आरू बक्रा पाके ए अरू बकरा खाने भए आउनुहोस् उताबाट बाक्लो उसैलाई घुमाउने अरू बकरा अरे त हाँगैमा नतिर तल हाँगा देखाउन न त सबै फलेको नि उता गुटपत्ती हेर्नु न ए अरू बकरा खानुहोस् अरू बकरा कति धेरै फलेछ हाम्रो जेठुको घर गुन्नुहोस् सन्चै हुनुहुन्छ हाम्रो गुमा एक्लै हो मेरो गुमा काम गर्दै हुनुहुन्छ होइन यहाँ भिडियो बनाएको हेर्नु यहाँ दाउराहरू कति मजाले सजाएर राखेको हुन्छ आया जेठु कता जानुभयो त कहिले ए ओह त्यो घर को तपाईँ दबाई हाल्दैन भाग्य मान्यो कहाँ